इज ब्ल्याक म्याजिक। काला जादु के हो साँच्चै हुन्छ? अनि आजको साइन्सले यसलाई के भन्छ त? आउनुहोस् जानौँ यस भिडियोमा। ब्ल्याक म्याजिक नेपालीमा यसलाई बोक्सी विद्या भनिन्छ। परम्परागत रूपले दुष्ट शक्तिको सहायताले आफ्नो स्वार्थी उद्देश्य पूरा गर्न गरिने जादु नै काला जादु अथवा ब्ल्याक म्याजिक हो। आज मैले केही यस्तो भिडियो लिएर आएको छु कि जसले भूत प्रेतहरूमा विश्वास नलाग्नेलाई पनि एकपल्ट सोच्न बाध्य बनाउँछ। तपाईँहरू कमजोर मुटुको हुनुहुन्छ भने यो भिडियोलाई अहिले नै छाडेर गइहाल्नुहोस्। झन् राति एक्लै हुनुहुन्छ भने त अहिले नै भिडियोलाई स्किप गरिहाल्नुहोस्। यति भन्दा पनि भिडियोलाई हेरिराख्नु भएको छ भने प्लिज मुटु थामेर अन्त्यसम्म हेरिदिनु होला। आउनुहोस् सुरु गरौँ। ओके कितने सेकंड का वीडियो है? 15 सेकंड 16। चलो ठीक है, हम देख रहे हैं। 20 सेकंड हो गए, आराम से प्रैक्टिस तक चलेगा। चलो यो भिडियो हाम्रै छिमेकी देश भारतमा कैद गरिएको हो। यो पार्कमा जिम गरिरहेको छ। यसमा कुनै एडिटिङ छैन। पुलिसहरूले पुरा रेकर्ड गरिरहेका छन्। यस भिडियोलाई हेरेर तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो राय सल्लाह कमेन्टमा छुन नबिर्सिनुहोला। अब अर्को भिडियो छ। यो भिडियो नेपालको हो। यस भिडियोको कहानी यस्तो रहेको छ। गाउँमा एउटा घर थियो जसमा कोही बस्दैन्थे, यानि कि यसलाई भुतिया घर भनिन्थ्यो। त्यसमा कोही जान सक्दैन्थ्यो, सबै डराउँथे। त्यसै गाउँका दुई साथी बीच बाजी पर्यो कि म त्यस घरमा एक रात बिताउँछु। अनि त्यस रातको लाइभ भिडियो यहाँहरू अगाडि छ। यो त केही होइन, अझै यस्ता भिडियो छन् कि जो तपाईँका रोहरूलाई खडा गर्नेछ। यो भिडियो दिल्लीको, जसमा एउटा केटी डोसा खानको लागि ठेला छेउमा आउँथे र डोसाको अर्डर दिन्छे। अनि एक्कासी त्यो केटीले चुडेलको भयानक रूप लिन्छे। हेर्नुहोस्। अब भन्नुहोस्, तपाईँलाई यस भिडियोको बारेमा के लाग्छ? कमेन्टमा गएर भनिहाल्नुहोस्। के तपाईँहरूले मरेको मान्छे बाँचेको सुन्नुभएको छ? यहाँ हेर्नुहोस्, मरेको मान्छे जलाउने बेलामा बिउजिन्छ र आफूलाई भोक लागेको भन्छ अनि केही खानेकुराहरू उसलाई दिइरहेको भिडियो यहाँ हेर्नुहोस्। केही मान्छेहरू भन्छन् कि यो मरेको मान्छेमा अरू कसैको भोको आत्मा आएर बसेको हो। मरेको मान्छे बाँचेको पनि तपाईँहरूले हेरिसक्नुभयो। अनि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो त? भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धन्यवाद। र यो भिडियो अन्त्यसम्म हेरिदिइराख्दा तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो आफ्नो राय सल्लाह चाहिँ कमेन्ट मार्फत छुन्न नभुल्नुहोला। र यो भिडियोलाई अहिलेसम्म पनि लाइक गर्नुभएको छैन भने अनि यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज एक लाइक र एक सब्सक्राइब गर्न चाहिँ नछुटाउनुहोला। र यस्तै भिडियोहरू म बनाउने नै छु। र यसपछिको भिडियो तपाईँहरूलाई केमा चाहिन्छ, कस्तो खालको चाहिन्छ अवश्य कमेन्टमा भन्नुहोला। म त्यस्तै खालको भिडियो लिएर उपस्थित हुने नै छु। यति भन्दै यस भिडियोबाट पनि बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।